अरे शशी शशी नेपालले चाहिँ सक्खर अर्गानिक सक्खर यहाँ बनाउनु हुँदैछ ढ्यान्ट तर पानी थोर भएछ त मम्मी ओडाउनु ए मम्मी आज त मम्मी कति खुसी हुनुहुन्छ आज शशी नेपाल नकारण है सुनको भात खानु पर्दा ल है चिकन यस्तो भइसक्यो है चिकन चाहिँ वाउ छोराको लागि हेर्नु त स्पेसल छोराको लागि चाहिँ खतरा बन्दैछ है साथीहरू अनि हेलो नमस्ते वेलकम ब्याक टु माई सरू कमेडी नेपाल ब्लग हजुरहरूलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा सधैँ चाहिँ आज पनि हजुरहरूको सामु नयाँ भिडियो लिएर आइसकेको छु भने हैन बेलुकादेखि चाहिँ मैले भिडियो स्टार्ट गरेको छु आज बेलुका आज चाहिँ बेलुकाको खानाहरूको चाहिँ यसो भेराइटी देखाउँ कि भनेर चाहिँ मैले भ्लग स्टार्ट गरेको अनि आज स्पेसल साउने सग्राती रहेछ आज 1 गते है हजुरहरू सबैजनालाई ह्याप्पी साउन सग्राती अरे अनि अब आज चाहिँ एकदम स्पेसल हिजो नै के भन्छ 32 गते नै चाहिँ अब मेहन्दी सेन्डी लाउने महिला दिदीबहिनीहरूको चाहिँ हैन हात रङ्गिने चुरा लाउने हरियाली दिन हो आज चाहिँ हिजो लाएर आज हरियो हुने दिन रहेछ अनि मैले चाहिँ साथीहरू अस्ति नै लगाइसकेको थिएँ हैन अनि मेरो चाहिँ मेटी पनि सकेको छ अब यो मेटेपछि चाहिँ म लगाउँछु अब यहीँ चाहिँ थप्न हुँदैन अरे अनि त्यस पछाडि अब मेरो यो सकिन्छ मेटिन्छ अनि चाहिँ म लगाउँछु हैन साथीहरू अनि ओए त्यसमा पकाउन आँटेको अर्को छैन कन्ती अनि साथीहरू अनि अब है त्यही हो अब आज चाहिँ आजदेखि साउन लागेको अनि साउनमा अब लसुन प्याज मासु केही खानु हुँदैन कतिजनाले चाहिँ बार्नु पनि हुन्छ व्रत पनि लिनुहुन्छ हैन मैले चाहिँ अब मेरो चाहिँ एभ्रीडे सधैँ नै अब सोमबारको चाहिँ व्रत नै पर्छ हैन अनि अब लसुन प्याज चाहिँ मैले बारेको छुइनँ अब मासु चाहिँ म कहिले पनि खाँदैन अनि अब त्यही हो अनि अब भिडियो के कस्तो लाग्छ हेर्नु होला हाम्रो अब यसो हल्का घरकै नै छ हैन भिडियोहरू चाहिँ बनाउँछु अनि आजको दिन चाहिँ हजुरहरूले चाहिँ कसरी मनाउनु भयो त सग्राती कमेन्ट गर्नु होला भन्दै ब्लग स्टार्ट भइसकेको छ यदि नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब पनि गरिदिनु अनि भिडियो हेरिसकेपछि चाहिँ लाइक पनि गर्नु न हौ लाइक गर्नै बिर्सिनुहुन्छ हौ तपाईँहरू त साथीहरू यसो अलिअलि 1-2 जनाले त हेरिराख्नुहुन्छ हैन तर पनि लाइक चाहिँ गर्न बिर्सिनुहुन्छ के लाइक पनि गर्नु न साथीहरू पसिना हेर्नु त यहाँ अनि कुखुराहरू हेर्नु न बिजोग छ आज चाहिँ हामीले बाहिरै खाना बनाउँदैछौँ क्या अनि हामी घरमा अहिले 4 जना छौँ हैन मम्मी म अनि मेरो छोरा अनि त्यस पछाडि बहिनी छौँ हैन अनि सासू मम्मी चाहिँ उता धरान जानुभएको छ बहिनीहरूकोतिर उतैतिर अस्ति भर्खर जानुभएको अनि उहाँ जानुभएको छ अनि अहिले चाहिँ हामी 4 जना छौँ अनि 4 जनाले 4 खालको तरकारीहरू बनाउनु पर्ने छ है साथीहरू अनि म त भान्से हुनु वाक्कै लागेर हैन अनि आज चाहिँ आफ्नै खाना आफू बनाउनै भनेको छु मैले अनि त्यही भएर हेर्नु ल सबैजनाले आफ्नो खाना आफै बनाइसक्नु भएको छ म देखाउँछु ल तपाईँहरूलाई अनि मेरो घरमा कुखुराहरू पनि छ लोकल कुखुरा अस्ति सानो त्यत्रो 150 रुपियाँ गोटा मैले बेचेँ अब चाहिँ ठुल्ठुलो छ दसैँमा ठिक्क हुन्छ हजुरहरू दसैँमा चाहिँ भाले खोज्नु कहीँ नजानु है लोकल यहाँ हाम्रो मेरो घरमा आए हुन्छ है हेर्नु त ल हेर्नु अब यो दसैँमा यिनीहरू ठिक्क हुन्छन् उता खुइले घाँटी भाले त्यहाँ नन्द चाहिँ भात दिनु पकाउँदैछ आफ्नो तरकारी ल हेर्नु ल साथीहरू म देखाउँछु तपाईँहरूलाई आए ल है त अब हेर्नु है के पाक्छ सरूको किचनमा के कसरी कुन कोले के खाँदो रहेछ म सबै तपाईँहरूलाई बताउँछु है त साथीहरू ल साथीहरू हैन अब यहाँ चाहिँ रहेको छ हामीले आज अर्गानिक ठाउँमा चाहिँ खाना बनाइरहेको छौँ अनि पहिला सुरु फर्स्ट अफ अल तपाईँहरूलाई म यो देखाउँछु यहाँ हेर्नु ठुलो मान्छेको स्टार्ट गरौँ न यो चाहिँ रहेको छ नागाको मासु भन्नाले राँगाको मासु यो चाहिँ सिकुटी हो होइन यो चाहिँ शशी नेपालको खासमा मैले मम्मी र के भन्छ मम्मी 2 जनालाई चाहिँ भनेर 1 धार्नी मगाएको थिएँ होइन अनि मम्मी चाहिँ त्यस्तै काम परेर जानुपर्ने भयो नि त अनि त्यही भएर खाने बेलामा चाहिँ शशी नेपाल मात्र हुनुभयो त्यो चाहिँ सिकुटी त्यही पनि सुकाएर राखिरहेको अब पछि आउनुहुन्छ नि त अनि त्यस पछाडि सुकाएर राखेको यो चाहिँ सिकुटी यहाँ हेर्नु सक्नुहुन्छ अनि यहाँ चाहिँ उसको लागि चाहिँ बेग्लै खाना कराई चाहिँ त्यो वास्ता नगर्नु कराईलाई चाहिँ हाम्रो कराईलाई इग्नोर हानिदिनु होइन हामी आगोमा पकाउँछौँ त्यही भएर यस्तो हुन्छ हाम्रो कराई चाहिँ अनि उसले चाहिँ
के खान्छौ तिमी चाहिँ भन त मासु के को मासु ऊ चाहिँ तेलै नहालिकन मासु पकाउँछ क्या साथीहरू हेर्नु त उहाँ उसको चाहिँ स्पेसल बङ्गुर पोर्कको मासु छ होइन अनि शशी नेपालले त भन्नुहुन्छ भने 2 बजे नै खाना बनाउनु भएको हेर्नु यहाँ खाना होइन सब्जी शशी नेपालको भाँडा हेर्नु भड्डुमा उहाँले त झन् एकदम भेराइटी पाराले बनाउनु भएको छ होइन अनि अब खाना चाहिँ रहेको छ यहाँ हाम्रो मैले खाना चाहिँ बनाइसकेको छु साथीहरू अब उसले सुँगुरको मासु पकाउँदैछ शशी नेपालले चाहिँ 2 बजे नै नागाको मासु पकाइसक्नु भएको छ हेर्नु स्पेसल अनि उहाँ अहिले काम गर्नुहुँदैछ अब किनभने अहिले उहाँको अर्को भेराइटी खाना पाक्दैछ क्या त्यो कुकरको चाहिँ हामी 3 जनालाई मात्र हो त्यो खाना पनि म तपाईँहरूलाई देखाउँछु क्या अनि शशी नेपालले कति बेला चाहिँ मैले मेरो काम सकेर चाहिँ भेराइटी खाना बनाऊँ सुनको खाना भनेर सोच्नुहुँदैछ कि छैन भन्नु त शशी नेपाल भन्नु न ऊ फेरि शशी नेपाल आज फुरुक्क भएर नयाँ लुगा लाएर ऊ फुरुक्क भएर 2 बजीदेखि खाना बनाउनु भएको मासु त्यस्तो स्पेसल अनि यो चाहिँ भन्नुहुन्छ नि यो कम्ता कि छैन यो अहिले 4 छ यसले मलाई कम्ता कि छैन यो हाम्रो घरको कि नक्कली यो अब सुँगुरहरूले यहाँ चारोहरू दिइसक्नु भयो होइन चारोहरू खाँदैछ कोही कोहीले खाँदैछन् अनि साथीहरू अब होइन अब मम्मीले अब आफ्नो तरकारी बनाइसक्नुभयो नन्द बहिनीले आफ्नो तरकारी बनाइसक्यो अनि बनाउँदैछ भनौँ न अनि अब मैले खाना बनाइसकेँ अनि अब आमा छोराको मात्र बाँकी रहेको छ तरकारी अब के रहेको छ भने मेरो छोराको लागि चाहिँ चिकन छ त्यो चिकन चाहिँ यहाँ मैले फ्रिजमा राखेको छु है अनि फ्रिजमा अनि मेरो लागि चाहिँ यो पनिर छ यहाँ हेर्नु देख्न सक्नुहुन्छ यी पनिर 4 जनाले 4 खालको तरकारी भेराइटी हुनेछ त्यो भरे म देखाउँछु नै तपाईँहरूलाई साथीहरू ल है त पाहुना आउने हो साथीहरू यहाँ पाहुना हुनुहुन्थ्यो बाटोबाटै बोलेर पाहुनाहरूलाई चाहिँ अब स्पेसल खानेकुराको दिन त कहाँ पाहुनाहरूलाई त अलिक घरभित्र बोलाउने त्यही भएर चाहिँ बाहिर नै मैले बोलेरै टाढिदिएँ भन्नु अरेका होइन है साथीहरू फेरि त्यस्तो नसम्झिनु नि फेरि अनि मेरो छोराको अब आफ्नै स्टाइलमा छ उहाँ हेर्नु न उहाँ पुरा बसेर टिभी हेर्दैछ अब साथीहरू के गर्नु अब मेरो चाहिँ अब म पनि खाना बनाउनु पर्ने हुन्छ है त साथीहरू तपाईँलाई चाहिँ म अब अहिले मेरो र नानीको खाना बनाएको म हजुरहरूलाई त्यो भिडियोमा देखाउने नै छु अनि खाएको पनि देखाउँछु ल कोले के खान्छौँ भरे अब एकछिनमा हेर्नु होला अहिलेलाई चाहिँ बाई बाई अहिले एकछिनमा अब भेट्नेछौँ बाई ल है साथीहरू पकाउँदैछु मैले चाहिँ ग्यासमा पकाएँ किनभने चुल्हा खाली थिएन त्यही भएर चाहिँ ग्यासमा बनाएको साथीहरू अनि चाहिँ अब यहाँ चाहिँ नानीको लागि चिकन पाक्दैछ हेर्नुलाई देख्न सक्नुहुन्छ अब यहाँ चाहिँ फ्राई गरिदिँदैछु अनि त्यस पछाडि भरे हल्का ग्रेभी बनाउने हो अनि त्यस पछाडि यता शशी राई नेपालले चाहिँ के पकाउनु हुँदैछ त उहाँको आफ्नै छुट्टै नै खानेकुरा बन्दैछ के बन्दैछ त हेर्न सक्नुहुन्छ तपाईँहरू आफै के बन्दैछ शशी के बन्दैछ सक्खर बन्दैछ अरे शशी नेपालले चाहिँ सक्खर अर्ग्यानिक सक्खर यहाँ बनाउनु हुँदैछ ढ्यान तर पानी थोर भएछ त मम्मी ए मम्मी आज त मम्मी कति खुसी हुनुहुन्छ आज शशी नेपाल नकारण है सुनको भात खानुपर्दा कम्ताको खुसी हुनुहुन्छ त मम्मी आमा अब मेरो सब्जी पाक्नै छ नानीको पाकिसक्यो कुखुराहरू यहाँ यता पो छ त एउटा त कुखुराहरू भन्नुपर्ने हुन्छ रात परिसक्यो मायालुको देशमा माया खोज्दै आइपुगे म ल साथीहरू आफ्नो भान्सा तयार हुँदैछ मम्मीले चाहिँ यहाँ त्यहाँ अप्ठ्यारो भएर यसरी भुइँमा मम्मीले ढिँडो ओडाल्नु हुँदैछ के हुन्छ देखाउँदा अनि पाएको भन्ने भइहाल्यो नि अनि साथीहरू के हुन्छ देखाउँदा जे छ त्यही देखाउने हो क्या
अर्ग्यानिक कुराहरू देखाउने। अब हामीसँग अब टाढा टाढा घुमेर यस्तो कमाउने छैन, नयाँ नयाँ ठाउँ देखाउने, अब यस्तै देखाउने नि गाउँले पाराकै जिन्दगीहरू होइन त साथीहरू। मलाई चाहिँ यस्तै रमाइलो लाग्छ साथीहरू। दर्शकबिनहरू अब यहाँ पाल्दैछ अनि अब मेरो लागि यहाँ मटर आलु उसिनेको थिएँ होइन। अनि अब एकछिनमा के भन्छ अब हेर न मासुको हड्डी दसैँ लागिरहेको मलाई त दसैँ। ल साथीहरू अब मेरो एकछिनमा पकाउँछु देखाउँछु र। मटर आलु यहाँ ठिक छ, पनिर अब एकछिनमा काट्छु। यो मासु पाकेपछि यो मासु चट्ट हुँदैछ क्या हेर्नु। अब यसलाई हल्का खराएपछि चाहिँ यो मसलाहरू हाल्नुपर्छ। यहाँ लसुन मात्र छ, म चाहिँ अदुवा हालिदिँदिनँ, लसुन मात्र हालिदिन्छु। ग्रेभी बनाउँछु, भरे देखाउँछु म लुक्स। ल के अरे मम्मी? ल है चिकन यस्तो भइसक्यो है चिकन चाहिँ। वाउ छोराको लागि हेर्नु त स्पेसल। छोराको लागि चाहिँ खतरा बन्दैछ है साथीहरू। अनि मेरो लागि यहाँ पनिर पनि मैले काटिसकेको छु, हेर्न सक्नुहुन्छ। चिकन चाहिँ यत्तिको भइसकेको छ है। अब एकछिनमा निकाल्नु पर्ने हुन्छ चिकनलाई। अनि यहाँ काइलीको पनि छ ल, नन्दको पनि उसले हेर्न यहाँ आफ्नो आफ्नो छ हौ साथीहरू। म त ल के गर्नु र, उसको यहाँ बेग्लै छ त बनाएर पकाउँछ। भरे यस्तोसँग भात कसरी खान्छ कुनै रस झोल सोल दाल साल आज पकाएको छैन। आज यस्तोसँग भात चाहिँ कसरी खान्छ। आयो अब ग्रेभी मैले चाहिँ यो नानलाई चाहिँ चिकन चाहिँ हल्का ग्रेभी बनाइदिएको चाहिँ साथीहरू। लुक्स त दामी देखेको छ है साथीहरू, खाँदा चाहिँ कस्तो छ है, दामी छ होला हौ, मिठो छ होला हौ हेर्नु त यहाँ। ल अब म अहिले एकछिन मेरो पनिरको पनि तपाईँहरूलाई फाइनल लुक्स देखाउँछु। मम्मीको पाकिसकेको? मम्मी मम्मीको पाकिसक्यो अरे। आज कति बेला खाम भएको छ? कति बेला खाम भएको छ? यति खुसी साथीहरू, कतिमा रायोको मासु खान पाएको। ए राग होइन खसीको मासु लाग्यो। हाडबिनाको जिब्रो कस्तो ससी राई नेपाललाई रागाएको भनिरहेछु मैले त। छ्या खत्तम सेट साथीहरू, खसीको है खसीको। साथीहरू यहाँ चाहिँ हेर्नु न धेरै डढी गएछ हौ फ्राई गर्दा गर्दै। अब म यहाँ पकाउँछु, देख्न सक्नुहुन्छ ल। फाइनली साथीहरू हाम्रो खानापिना पाकिसक्यो। अनि अब यतिको अब सङ्क्रान्तिमा त अब चिसो त ल्याइदिनै पर्यो नि। चिसो लिन गएको थिएँ तर चाहिँ मैले मोबाइल बोकेको थिइनँ नि त, अनि त्यही भएर हेर्नु न यहाँ चिसो पनि आधी भइसक्यो, सकिएको पापड पनि लिएको थिएँ। यहाँ न फेरि टिकटक जाँदैछौ। मरेपछि लम्पर्छ, कालो पनि खाइसियो, सेतो पनि खाइसियो, पहेँलो पनि खाइसियो। स्वाङको चाहिँ चिकन छ, मम्मीको बफ छ, यता पोर्क छ, यता पनिर छ, यता मेरो खाना छ, यता पापड छ, चिसो छ, अक्कबारे छ। आफ्नो छ है सबैको। ल साथीहरू अब हामी चाहिँ खाना खाँदैछौँ। यो के हो साथीहरू चिन्नुहुन्छ? फाइनली साथीहरू खाना खाइसक्यौँ। अनि आज चाहिँ सङ्क्रान्ति अरे, ढ्याङ ढ्याङ राति सङ्क्रान्ति भन्दै सङ्क्रान्ति खेलाउनु पर्ने अरे साथीहरू है। अनि यहाँ हाम्रो मदर चाहिँ पुरा सङ्क्रान्ति खेदाउनु हुँदैछ, पुरै नाङ्लो ठट्याउनु पर्छ अरे आज सङ्क्रान्तिमा स्पेसल्ली। सङ्क्रान्ति खेदाउनु भएको अरे। के हो माइली बुहारी, के छ माइली बुहारी, के छ यस्तो धामी बसेछ? के गरेको यस्तो? सङ्क्रान्ति खेदाको टट्टेरिका कता यता घरतिर बाहिर पनि निकाल्नु पर्छ त हौ सङ्क्रान्ति। यो चाहिँ साथीहरू खसीको मासुको कमालै। लु ऊ घन्टी पनि बजाउँदैछ उता। ओ
हाम्रो त बाख्राले घन्टी मान्छेले ल त्यतिका सग्राती लु 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 सग्राती खेदाएर खपिसक्नु छैन यता चाहिँ खै त अनि यतातिर यता सग्राती यसरी खेदाउनु पर्छ है साथीहरू हजुरहरूले कसरी खेदाउनु भयो ल है ल है ल है ल है ल ल ल ल सग्राती खेदाम लु हेर न नाङ्लो फ्यालेको सग्रातीमा यसरी नाङ्लो फ्याल्छ अरे त्यो नाङ्लो ल्याउनु बेलना पनि हुँदैन ल्याउनु छिन त्यो नयाँ बेलना किनेर ल्याएको होस् अब 1 वर्षसम्म हुँदैन किन चाहिँ त्यो फ्यालेको फेरि ल्याउनु जानु नयाँ नाङ्लो र साथीहरू नयाँ बेल्ना यस्तो रोटी बेल्ने यस्तो अरे म जसलाई चाहिन्छ त्यसले ल्याउँछ कस्तो अल्छी गरेर पो रहेछ त ल्याउन हुँदैन भनेको हेर्नु त साथीहरू यस्तो बिजोको अब किन्नुपर्छ आफैले फ्यालेको म त क्यार्नु र नसक्ने भए माइली बुहारीसँग नसक्ने भए मेरो आमाको माइली बुहारी पवित्र नेपालको माइली बुहारीसँग नसकिने भयो ल के भन्न चाहनुहुन्छ छुनुमुनु तिमी कता छौ छुनुमुनु तिमी कता छौ छुनुमुनु तुमसे नै हो गया त अच्छा नै हो गया छुनुमुनु ल साथीहरू आजको हाम्रो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला सरी यदि नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब पनि गर्नु होला अनि आज चाहिँ खासै केही पनि छैन सग्रातीमा यसो खानाहरू बनाएको हरेको त्यस्तै छ भिडियो चाहिँ है ल भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद भन्दै म चाहिँ अब यो भिडियोबाट बिदा हुन्छु भोलि अर्को नयाँ भिडियो ल्याउने बाचा गर्दै लाइक कमेन्ट गर्नु होला थ्यांक यू वाचिङ बाइ 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 थ्याङ्क्स फर वाचिङ भन्नु थ्यांक यू फर वाचिङ ल